Hello and namaste everyone. Welcome back to my YouTube channel. This is me Amrita Pakrin. I hope हजुरहरु सबै सन्चै हुनुहुन्छ होला. हामी पनि एकदम सन्चै आरामै छु र आज नयाँ दिन नयाँ भिडियोमा हजुरहरुलाई स्वागत छ र आज पनि हामी फेरि बाहिरको लागि निस्किन लागेको छौं. आज पनि हाइकिङको लागि निस्किन लागेको छौं. आज चाहिँ हामी जादै छौं फ्यामिली 3 जना. हेर्नु यहाँ मैले छोराको टोपी लगाएको कस्तो देखिरहेको छ मलाई कमेन्ट गर्दिनु है. छोराको टोपी लगाएर बाबुलाई चाहिँ यहाँ उस गरिदियो. आयरन स्टिप चाहिँ यहाँ पछाडि छ, हेर्नु देख्न सक्नुहुन्छ, किनभने अब यसलाई पछाडि फर्काएर राख्नुपर्ने हुन्छ. यहाँ हुनुहुन्छ आयरन स्टिपको बाबा. से हाई टु माई ब्लग. हेलो ड्राइभर. ल आजको हाम्रो दिन के कस्तो हुन्छ अन्तिमसम्म हेरेर साथ दिनु होला गाइज. स्टे ट्युन. गाइज हामी चाहिँ निस्किसकेका छौँ. अब जाँदैछौँ. राम्रो हरियो देखेको है रुखहरू. हाम्रो माने पनि घुम्दैछ. ओम माने पेमे हुँ. यो माने चाहिँ कति वर्ष भयो रे बेबु? यो माने चाहिँ हाम्रो लभ पर्दाखेरि मलाई सौगातले गिफ्ट दिनुभएको हो. अनि अहिलेसम्म छ. मेरो चाहिँ एकदमै आफ्नो गाडी किनिसकेपछि यो माने राख्ने भन्ने ड्रिम थियो पहिल्यैदेखि. त्यही भएर मैले चाहिँ यहाँ क्यानाडासम्म बोकेर ल्याएर आफ्नो गाडीमा राखेको छु यो माने. यसको चाहिँ स्टोरी एकदमै खतरा छ कि. तपाईँहरूलाई कस्तो लाग्यो मेरो स्टोरी? हेर्नु त मैले कति वर्षसम्म जोगाएर राखेँ. बिहा गरेको 7 वर्ष भइसक्यो भने चाहिँ त्यो लगभग 8-9 वर्ष त भयो है. 8-9 वर्ष चाहिँ भयो होला. यो 8 चाहिँ होइन 9 वर्ष चाहिँ भयो. हेर्नु त दामी घुमिरहेको अहिलेसम्म. यो चाहिँ सोलरबाट घुम्ने हो नि त, त्यही भएर घाम परेपछि घुम्छ कि. सोलर पावर. ल गाइस हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइसकेको छौँ. अब आएर पनि हामी यहाँ सब रेडी भइसक्यो. आयरन स्टिप से हाई. हाई स्टिप. आयरन स्टिपलाई चाहिँ बाडुली लागिरहेछ. आयरन स्टिपको बाबा चाहिँ यहाँ म्याप. हामी चाहिँ यहाँ म्याप हेर्दैछौँ जाने ठाउँमा. बाबा र छोरा चाहिँ रेडी. सानो मेरो सानो आज लडेर बिचरा टाउकोमा टुटिल्कै उठ्या. यहाँ हेर्नु त. ल जाउँ. ल गाइस अब चाहिँ हामी लाग्यौँ हाम्रो यात्रातर्फ. के त्यस्तो पनि पाइँदो रहेछ? यहाँ चाहिँ गाडी पार्किङ गरेको अरे खै गर्नु एकचोटि. गाइज अब हाम्रो यात्रा सुरु भयो. वेलकम टु लाइट हाउस पार्क. अब हाम्रो यात्रा चाहिँ यहाँबाट सुरु हुन्छ. बाबा र छोरा अगाडि हिँडिसक्नु भएको छ. म चाहिँ यहाँ पछाडि हेर्दैछु. अब हेर्दै जानु होला आजको हाम्रो हाइक कस्तो हुन्छ. त्यस्तो गाह्रो त छैन है, सजिलै खालको हाइक हो यो. त्यस्तो धेरै पनि छैन. कति भयो अहिले टाइम अब बढी हेर्नु एकचोटि. मेरो छोरा चाहिँ 1:30 भइसक्यो. 1:30 भयो. लेट्सी हामी वहाँ कति बजी पुग्छौँ. मेरो साना चाहिँ गाडीमा सुतेर 1 घन्टा निन्द्रा पुऱ्याइसकेको छ. 1 घन्टाको राइडमा हामी यहाँ आइपुगेको छौँ. अब हेर्दै गर्नु होला आजको हाम्रो दिन कस्तो हुन्छ, आजको हाम्रो हाइक कस्तो हुन्छ. हामी त गाइज यो चाहिँ एउटा भ्यू पोइन्ट रहेछ. यहाँ पुरै समुद्रमा देख्न सक्नुहुन्छ ठुलो ठुलो जहाजहरू. Может, да купишь проливу мать. त्यहाँ तल पनि जान मिल्दो रहेछ त है. अघि त्यो अर्को ट्रेन देखाएको थियो नि हो त्यताबाट जाने हो क्या. गाइज हामी चाहिँ हिँड्दैछौँ है. अब अघिको एकछिन भ्यू हेऱ्यो. अनि अब भ्यू हेरिसकेपछि चाहिँ
अनकन्डार जङ्गलतिर हिँड्दैछौँ। के हो त यो बाटो त कोही पनि छैन त, हामी 3 जना मात्रै हुन्छ कि जहिले पनि हामी हिँड्दाखेरि हामी उताबाट आउँदै रहेछ मान्छेहरू। हेर्दै गर्नु होला साथीहरू। अब आज हामी कता कता पुग्छौँ, कस्तो कस्तो यस्तो भिरालो बाटो गोरेटो छ। उताबाट आउँदैछिन् एउटी गोरी दिदी। यस्तो बाटोमा जाँदैछौँ। तर यस्तो बेला बेलामा चाहिँ समुद्रको छेउमा यस्तो दामी दामी भ्यू पनि हेर्न पाइँदो रहेछ है। शीतल है तर चिसो हावा चलेको है। हरा भरा जङ्गल, नेचर लभ। छोराको फोटो सेसन चल्दैछ फेरि। को त त्यो डम बजाउने जस्तो के हो त्यो? अब हामी चाहिँ जाँदैछौँ। यो हरियो देखेर नि आनन्द आउँछ कि है। कस्तो राम्रो डाउनटाउनमा हिँड्यो भने फेरि पुरै उसो हुन्छ नि, गर्मी हुन्छ कि डाउनटाउन। कस्तो राम्रो फुल हेर्नु न, वाइट। यहाँ छ वाइटमा। खोइ कहाँ छ र? ए मौरी। ए गाइज हामी चाहिँ फाइनल्ली लाइट हाउसमा आइसकेको छौँ। देख्न सक्नुहुन्छ हाम्रो नेपालको धरहरा जस्तो छ लाइट हाउस चाहिँ। यो लाइट हाउस चाहिँ ठुलो ठुलो जहाजहरूको लागि रातिमा लाइट डेस्टिनेसन देखाउनलाई लाइट देखाउने हाउस हो। यो चाहिँ हेर्न सक्नुहुन्छ लाइट हाउस धरहरा जस्तै है। समुद्रको बिचमा लाइट हाउस। यो बिचमा रे छेउमा जहाजहरू पनि हिँडिरहेको छ, चलिरहेको छ। यहाँबाट उता चाहिँ जान पाइन्न। कत्रो ठुलो ढुङ्गा चट्टानमा रहेछ है। अनि हाम्रो अर्को लाइट चाहिँ यहाँ बस्नु भएको छ। लाइटलाई हजुरलाई निद्रा लाग्छ लाइट? एन्ड स्टिभ, आर यु स्लिपी बेबी? एन्ड स्टिभ, आर यु स्लिपी? You are not happy today? And Steve? घाम आएर बिचरा हेर्न पनि सके छैन। हामी चाहिँ अब पोइन्ट भ्यूबाट फर्किसकेको छौँ। अब चाहिँ हामी बिचतिर लाग्दैछौँ। बिचको यहाँ छेउमा तलपट्टि जाने भनेर हिँडेको। अब कस्तो छ हेरौँ। सबैजना जाँदै आउँदै फर्किँदै त गरिरहेछ। यस्तो कुच्चे बाबुहरू पनि हिँडिरहेछ। हेर्दै गर्नुहोस्। ढुङ्गा छ क्या बाटोमा, ढुङ्गा दामी देखिया त यहाँबाट। ल हेर्नुहोस् गाइज, भ्यू दामी भ्यू छ। यत्रो ठुल्ठुलो ढुङ्गा। मजाले सुत्या। त्यहाँ त मान्छे भ्याकुता लड्या। ए भ्याकुते दाइ उठ। सिप हेर्न सक्नुहुन्छ, सिप, सानो सिप। हो यो चाहिँ स्ट्यान्ली पार्क। त्यो स्ट्यान्ली पार्क हो। यता डाउनटाउन। त्यो डाउनटाउन। त्यो ठुल्ठुलो बिल्डिङ देखेको छ डाउनटाउन। यताको यो चाहिँ स्ट्यान्ली पार्क। अब जाँदै हुनुहुन्छ आयन स्टिभको बाबा र छोरा तल। अब म पनि जानुपर्ने हुन्छ साथीहरू। बाउ र छोराले त मलाई छोडेर गइसक्नु भयो। अब हेर्नु म पनि जाँदैछु। आजको हाम्रो घुमाइ चाहिँ छोटो मिठो घुमाइ रह्यो। यहाँ चाहिँ यस्तो यस्तो चराहरू देखिन्छ अरे क्या।
सी साइडमा त्यस्तो चराहरू आउँछ। पुरै यो ढुङ्गामा हिँड्नुपर्ने रहेछ कि ढुङ्गामा हिँड्दैछु म चाहिँ। बाबा र छोरा पनि हिँड्दै हुनुहुन्छ। अर्को पनि रहेछ सानो बेबीहरू लिएर आएर। यस्तो शीतल भएको है समुद्रको छेउमा चिसो हावा। आइन स्टिभ तिमीलाई मजा आछ छोरा? सजिलो रहेछ यहाँबाट। जाऊ न जाऊ तिमी। ल गाइज हामी चाहिँ अब यो पुरै चट्टानको बाटोमा हिँड्दैछौँ है। हेर्नुहोस् त पहिला चाहिँ यहाँ पनि पानी आउँदो रहेछ क्या है। त्यही त अलिअलि चिसो त छ है। अहिले चाहिँ अब पानी अलिक कम भयो जस्तो। अब फेरि बेलुका भएपछि आउँछ नि है। के अरे समुद्रको छाल त बेलुका कस्तो डेन्जर ल्याउ लागेको हेर्नु न। ऊ त्यो बिचकोमा कालै भएको के हो र? ए झार जस्तो खोइ यो उस जस्तो हो। यो के शङ्खिकिरा जस्तो के? शङ्खिकिरा जस्तो? ए यही पनि रहेछ नि त। के होला यो? के झार हो? के हो यस्तो? यो ढुङ्गाको बिचमा बस्ने। त्यो ढुङ्गामा पनि पुरै यस्तो छ है। के डर लाग्दै देखेको त। ओए बिचरा चरा मरेको रहेछ हेर्नु न यहाँ। हिँड्दैछौँ हामी यस्तो बाटोमा। कस्तो दामी देखियो यहाँबाट त यार। सबै ढुङ्गाको बिचमा हामी यसरी बसिरहेको छौँ गाइज। शीतल चिसो हावा छ। बाबुलाई चिसो पो हुने हो कि? आइयामै मजा आएको तर है ढुङ्गामा हिँड्न नि। कहाँ माथि? झन् त्यो माथि झन् चिसो आउँछ कि। एकचोटि जम्मा अनि त्यसरी फर्किहालौँ। बाबुलाई चिसो हुन्छ क्या। हामीलाई त आनन्द, मलाई त चिसो शीतल आनन्द भयो। तर अब यस्तो पानी पुरै यस्तो ढुङ्गाको कप्चरामा पानी। बेबु बिस्तारै है। अब हामी जाँदैछौँ। रोक्नु न चिसो हावा आयो के। बाबुलाई त अलि उस भयो बिचरा। साना यहाँबाट पनि देख्न सक्नुहुन्छ लाइट हाउस। हेर्नुहोस् गाइज यो चाहिँ लाइट हाउस। ल हेर्नुहोस् जहाज ठुलो पानी छ। त्यो जहाजमा चाहिँ पानी हालिराखेको कि त्यहाँबाट है। यो चाहिँ भ्यू। भिडियो खिचिरहेको छु। बाबु त मुगा गरेर चिसो भइसक्यो क्या यसलाई। यही भ्यू हेर्नको लागि हामी आएको। बाबुलाई चिसो भयो भनेर बाबा चाहिँ भागिसक्नु भयो। बिस्तारै झर्नु है। साना चिसो भइसक्यो छोरालाई। साना बिस्तारै। आफू भने फेरि बिस्तारै झर्नु पर्यो नि। त बाबुले छोरालाई मात्र बिस्तारै भनेर धेरै लड्ने त मै हो। अस्तिको हाइकिङमा पनि एकचोटि लडेँ है। आज त लड्दिनँ म। हावा आएन रे। तर उसलाई हावालाई मात्रै छेकेर बस्ने हो क्या। हावा उसलाई जान चाहिँ मन लागेन यहाँबाट।
अचानो नि आज ओए उता अचानो खोइ अचानो अचानो अब मासु काट्न र अचानो ए लक्ष्मी अचानो चाहियो भने यहाँ छ है यो म्यासेज चाहिँ लक्ष्मीको लागि हजुर रेस्ट गरेको छाने तिमीले लेच गरेको हो रे छोरो ए खुसी भइछौ उसलाई पनि यस्तै जङ्गल यस्तो खोला यस्तोतिर लयो भने त खुसी हुन्छ के हो ए खुसी भयो के हो तिमी बाबा रेस्ट गर्न दिनुभएको र हजुरले ए बाबा रेस्ट गर्नुहोस् भन बाबा रेस्ट गर्नुहोस् भन ए रमाइलो लाग्छ तिमीलाई रमाइलो लाग्छ आमै कति खुसी भएको नि मैले जानु त कति खुसी भइगयो ल ए चिसो भयो बाबा यसको हात त भाइ जो आमाको हातसम्म दिएको हो ले आमाको हातसम्म त नि त अहिले चाहिँ हामी यो सबै ढुङ्गाको बिचमा छौँ यतापट्टि समुद्र छ यतापट्टि ढुङ्गा छ होइन अनि यता माथिबाट आएको हामी चाहिँ यता माथितिरबाट आएको है अनि यतातिर चाहिँ लाइट हाउस छ अघि उतै ढुङ्गा माथि पनि गयौँ हामी यता उता स्ट्यान्ली पार्क डाउन टाउन ल अब चाहिँ हामी यहाँबाट पनि निस्किने किनभने एकदम चिसो हावा आयो है बाबुलाई पनि चिसो भइसक्यो मलाई पनि चिसो होला जस्तो भयो यसलाई चिसो भयो कि ल जाउँ हाई 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 भन्नुहुन्छ र एकदमै खुसी छ आज आइन्स्टिभ मन पऱ्यो तिमीलाई भ्यू पोइन्ट भ्यू पोइन्ट मन परेको तिमीलाई बिचको छेउमा लिएर आएर मन परेको तिमीलाई के अरे तिम्रो नि कुरा छ भन भन यता हेरेर भन न यता हेरेर भनिदेऊ हाम्रो युट्युब फ्यामिलीले भनिदेऊ त यता हेरेर मेरो छोराको गफ अबे के भनेको छोरी जस्तो जङ्गलदेखि चाहिँ चिच्याइहाल्छ है कस्तो खतरा देखेको जङ्गल यतै छ तर गाडी त ल्याउनु मिल्दैन यहाँ गाडी त ल्याउनु दिँदैन यहीँको काम गर्ने मान्छेहरूले चाहिँ ल्याउँछ सेक्युरिटीहरू सर थाक्यो त्यो उकालो कस्तो खायो है ल गाइज आजको हाम्रो यात्रा चाहिँ यहीँ समाप्त भइसक्यो अब भेरी सर्ट एन्ड स्विट अब हामी चाहिँ आफ्नो पार्किङ लटतिर आइसकेको छौँ अब हामी चाहिँ घर जाने तयारी आज चाहिँ अब हामी योभन्दा धेरै नघुम्ने घर जाने अहिलेसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब कस्तो लाग्यो एकदमै राम्रो राम्रो प्रतिक्रिया दिनु होला बाई बाई गरिदिनु बाई बाई साना